त पढेर के बन्छु भनेको थिइस् सानोमा त्यो सर मिसले त के बन्ने भन्दा के भन्दिस् पढेर त दाइ अब डक्टरै बन्छु भनेको थिएँ अब अहिले चाहिँ यसो टाइम पास सुँगुरको खोर सुँगुरको खोर जहिले तैँले देखिरहेको हुन्छ त टाइम पास नभन अरे भेन्केल ऐ अरे इन्जिनियर साहब के बन्छु भनेको थिइस् अब के भन्नु पढिँदाखेरि अब इन्जिनियरै बन्छु भनेको थिएँ खै त नि इन्जिनियरै बन्छु भनेको थिइस् के बनाएको सुँगुरको खोर ए सुँगुरको खोरको इन्जिनियर भयो भइस् केही छैन व्यवहार चलिरहेछ घरमा आगो बलिरहेछ चुल्हा राम्रोसँग बलिरहेछ अब यता मेरो तिमी चाहिँ सानोमा के बन्छु भनेको थियौ भन त सबैको यहाँ भन के नर्सनी बन्छु भनेर थियो के अरे यता हेर त अनुहार के अरे टिचर यता हेर त कुन लगाएको टिचर यहाँ हेर ल दाइ अनि तपाईँको चाहिँ के छ सोच मेरो सोच अब यो नानीलाई देखिसके पछाडि के सोच आयो भने नि यो जेमी काम गर्नु जानु पर्यो होइन हजुर दिनको त्यति अलिक ठुलो भइसक्यो 800 रुपियाँ हुन्छ अरे हजुर। के त हिसाब अरे हजुर। पढि लेखेर मैले पढेर ठुलो मान्छे हुनु भएको म ठुलो भइसकेँ हेर 12 पास उहिले गरेको मान्छे हेर अब नानी छ छोरा हो नि त यो होइन हजुर। म छु महिनाको 60,000 कमाइँदो रहेछ हजुर 800 ले हिसाब गर्ने दुईजना बाउ छोराले महिनाको दिनको 1600 हिसाब गरे होइन 45,000 लगभग 48,000 हुने रहेछ 48,000ले कमाएर मैले म घरमा मात्रै ल्याएँ भने सबैभन्दा खुसी होइन हजुर यताको सबैभन्दा खुसी यहाँ को हुन्छ भने यता टिचर सबैभन्दा खुसी त यहाँ टिचर हुने रहेछ खुसी छ भने होइन 48,000 होइन बाउ छोरा ल्याउँछु ल टिचर साहब टिचर ल